यहाँ जुन नेपालमा जुन आशंका थियो बाह्य शक्तिहरूको चलखेल हाम्रो छिमेकीले पनि कति आँखा झिम्काइदिएर प्रतिगामी शक्तिहरूलाई बल पुगेको हो कि भन्ने जुन थियो त्यो पनि मैले आफ्नो ढङ्गले अब खुला रूपले धेरै भन्ने कुरा त भएन। तैपनि मेरो आफ्नो विभिन्न त्यहाँ भएका जनस्तरका जुन सम्बन्ध छन् राजनीतिक दलहरूसँग सम्बन्ध छन् त्यसरी बुझ्दाखेरि यथार्थमा त्यस्तो चाहिँ होइन। केही व्यक्तिहरूको त्यस्ता अवधारणा हुन सक्छन्। भारत सरकार आफै र त्यहाँको मुख्य शक्तिहरूको चाहिँ फेरि यहाँको व्यवस्थालाई उल्ट्याउने ढङ्गले त्यो प्रतिगामी शक्तिहरूलाई उक्साउने ढङ्गको गतिविधि चाहिँ त्यहाँबाट भएको छैन, हुन सक्दैन, त्यसले लाभ गर्दैन भन्ने कुरा नै आयो। त्यसो भएको हुनाले त्यसमा चाहिँ अब हामीलाई अनावश्यक ढङ्गले एउटा भ्रम छरेर प्रतिगामी शक्तिहरू त आइहाल्ने हो कि भोलि नै आउने हो कि पर्सि नै आउने हो कि जस्तो जुन एउटा हवा पिटिया छ त्यो चाहिँ होइन, सत्य होइन। र अलिअलि भएको आशंका पनि मेरो एउटा निजी रूपमा पनि त्यहाँ नै धेरै व्यक्तिहरूसँग मेरा सम्बन्धहरू राजनीतिक दलहरूसँग, बुद्धिजीवीहरूसँग, सञ्चारकर्मीहरूसँग भएको हुँदाखेरि तिनीहरूसँग कुराकानीबाट त्यो धेरै रूपमा चाहिँ प्रष्ट चाहिँ भएको छ। त्यसर्थ मलाई सन्तोषको अनुभूति भएको छ।